हाई गाइज वेलकम टु आवर एनदर मिनी ब्लग। आज चाहिँ आइतबारको दिन र नराटी भन्नुपर्दाखेरि चाहिँ म आज यसो उठेर बाहिर हिँड्छु भनेर हिजै प्लान गरेको थिएँ, किनभने वेदर आजको चाहिँ हल्का रेनी प्लस क्लाउडी थियो। अनि म चाहिँ उठ्दाखेरि यस्तो हेरेको त 11 बजे रहेछ है। तपाईँहरू पनि यदि कुडियामा हुनुहुन्छ भने तपाईँहरूले बुझ्नुहुन्छ, किनभने अरू बेलामा बिहानै उठेर काममा जानुपर्ने हुन्छ। आइतबार चाहिँ मस्त सुत्छु हुन्छ नि त अलार्म बिना, त्यही भएर म पनि मस्त सुतेछु। अनि 11 बजे यस्तो झ्याल खोलेको त है, राम्रो रहेछ वेदर। अनि ल म आज हिँड्छु भनेर चाहिँ म यो हाम्रो घरबाट जस्ट 10 मिनटको बाटो, यहाँ खेतबारीहरू टन्नै छ अनि आजको वेदर पनि धेरै राम्रो छ। अनि म यहाँ आएँ, मैले चाहिँ अब भोकको लागिहाल्छ कि भनेर चाहिँ कुकिज ल्याएको छु। अनि यो कुकिज र अनि यसमा चाहिँ अमेरिकानो छ है, हट अमेरिकानो। अब चाहिँ एकछिन हिँडेर चाहिँ यो खान्छु। आजको मौसमले चाहिँ मलाई एकदमै साथ दिएको थियो है। एकदमै चिसो चिसो भने घरिघरि सिमसिम पानी परिएको थियो। हिँड्दै गर्दाखेरि विभिन्न प्रजातिका फुलहरू, फलफुल खेतीहरू, त्यस्तै गरी तरकारी खेतीहरू हेर्दै हिँड्न मलाई एकदमै मजा आइरहेको थियो। त्यसैमाथि यो बेला चाहिँ असारे फुल विभिन्न कलरहरूको फुल्ने गर्दछ। तरकारीहरू, त्यस्तै ठाउँमा फुलहरू र एक ठाउँमा चाहिँ सायद नेपालीले होला डल्ले खुर्सानी पनि रोप्नु भएको थियो। कस्तो सुन्दर दृश्य! मलाई चाहिँ आफ्नो बिदाको समय यसरी हिँड्नु, डुल्नु अनि त्यसपछि हेर्नु चाहिँ एकदमै मनपर्छ। र आजको वेदरले त भयो मलाई सुनमा सुगन्ध भरेको थियो। र अहिले चाहिँ कोरियामा यो धान चाहिँ लगभग धान फल्न लागिसकेको छ र जताततै पनि हरियाली नै हरियाली देखिन हामीले यो बेलामा चाहिँ पाइन्छ। यहाँको सुन्दर दृश्यको त कुरै नगरौँ। फलफुलहरूलाई पनि कति संरक्षण गरेको हुन्छ है। अनि कृषिमा चाहिँ कोरिया एकदमै भनौँ न उन्नत प्रविधिबाट खेती गर्नमा चाहिँ कोरिया एकदमै राम्रो पनि छ। र यसपछि चाहिँ खाना खाएर म आफ्नो घरतिर फर्केँ। थ्याङ्क यू फर वाचिङ। ल हेर्नुहोस् त गाइजहरू, धानको बाला अनि पानी भनेको चाहिँ कोरियामा ओमाई गड कति यो खोलाको नालाको पानीहरूलाई यिनीहरूले यस्तो गर्छ। बढी भएको पानी चाहिँ यहाँदेखि जाने ठाउँ बनाइरहेछ। एमजी